आज तपाईको टिभी लोटरीको हैन रिजल्ट आउने दिन मे 3 2025 तपाईले चाहिँ 2024 मा 2025 को लागि फर्म भर्नु भएको थियो। हामी जाने भनेको चाहिँ 2026 मा हो हैन। त्यसको रिजल्ट आउने दिन तपाईहरुलाई चाहिँ एक्साइटेड भइरहेको होला, कसरी चेक गर्न सकिन्छ हैन, पर्छ कि पर्दैन, यसको प्रक्रिया के छ हैन, र कहिले कति समयमा चाहिँ चेक गर्न मिल्छ भन्ने यस्ता कुराहरूको जिज्ञासा लाएरै तपाईले यो भिडियो हेर्नु भएको होला। यी सबै प्रश्नको उत्तर मैले यसै भिडियोमा दिनेछु। नमस्कार साथीहरू, म नेत्र नेउपाने। यस च्यानलमा तपाईले टेक्नोलोजी सम्बन्धी भिडियोहरू पाउन सक्नुहुन्छ। सो च्यानललाई सब्स्क्राइब गरेर राख्नुभयो भने यस्तै इन्फर्मेटिभ भिडियोहरू म तपाईको लागि ल्याइराख्ने छु। मेरो ल्यापटपको स्क्रिन तपाईहरुले ख्याल गर्नुभएको होला हैन। यहाँनिर 2026 इन्ट्रान्स स्ट्याटस चेक भनेर आएको छ है, tvprogram.state.gov मा। यो कति बेला हामीले चेक गर्न मिल्छ भन्ने र कसरी चेक गर्न मिल्छ त्यो सबै प्रक्रिया म तपाईहरुलाई सिकाउँदै छु यसै भिडियोमा है त। यहाँनिर DB 2026 इन्ट्रान्स मे इन्टर देयर कन्फर्मेसन इन्फर्मेसन थ्रू द लिंक बिलो स्टार्टिङ एट नोन EDT ओन मे 2025 भनेको छ। आजकै दिन तपाईहरुले हैन DB लोटरीको रिजल्ट चेक गर्न सक्नुहुन्छ भनेर जानकारी गरायो। द DB 2026 हैन रजिस्ट्रेसन पिरियड चाहिँ हैन 2026 मा जानको लागि रजिस्ट्रेसन पिरियड भनेको अक्टोबर 2 2024 देखि है क्लोज भनेको नोभेम्बर 7 2024 मा 12 बजे PM EST टाइम अनुसार भएको थियो भनेर जानकारी गराएको छ यो वेबसाइटले। र यतापट्टि 2025 इन्ट्रान्स स्ट्याटस चेक चाहिँ DB 2025 इन्ट्रान्स ह्याभ अन्टिल सेप्टेम्बर 30 2025 यो रिजल्ट आइसकेपछि हामीले हैन आज रिजल्ट आउँछ। यो सेप्टेम्बर 30 2025 सम्म चाहिँ यो के हुन्छ चेक गर्न मिल्छ थ्रु दि वेबसाइट। यही वेबसाइटबाट भनेको छ। र 2025 को रजिस्ट्रेसन पिरियड भनेको अक्टोबर 4 2023 बाट थियो 2025 को लागि है। यो पुरानो कुरा हो है। अहिलेसम्म पनि हामीले के गर्न सकिरहेका छौं भन्दाखेरि 2025 को रिजल्ट चेक गर्न सकिरहेका छौं। 25 मा जानको लागि 2023 मा भर्नेहरूले हैन। अहिले अबको दिन अब आज जब रिजल्ट आउँछ त्यसपछि चाहिँ हामीले 2026 को लागि हुन्छ र यहाँ नोभेम्बर 7 2023 को साटो 2024 हुन्छ। यो डेट चाहिँ है चेन्ज हुन्छ आज पछि चाहिँ। अब हामीले चेक गर्नको लागि चेक स्ट्याटस भनेर दिएको छ। यो चेक स्ट्याटस हामीले गर्दाखेरि कहिलेको चेक गर्न मिल्छ धेरैजना कन्फ्युज पनि हुनुभएको होला हैन। र यहाँनिर यसले चाहिँ ठ्याक्कै कति बेलादेखि 2026 मा जानको लागि यो 2025 को चेक गर्न मिल्छ रिजल्ट भनेर चाहिँ खुलाएको छैन। टाइम मे 3 2025 मात्र भन्यो, तर यो समयपछि हुन्छ नि एउटा नेपाली टाइम अथवा यहाँ EDT टाइम दिएको छ। पहिला चाहिँ त्यो टाइम दिन्थ्यो हैन। त्यो टाइम कति बेलादेखि चेक गर्न मिल्छ भनेर चाहिँ यो यसले उल्लेख गरेको छैन। यहाँनिर हेर्न सक्नुहुन्छ इन्ट्रान्स स्ट्याटस चेक इन्स्ट्रक्सन भनेर दियो र यहाँनिर हामीले कन्टिन्यू गर्यो भने अब हामीसँग यस्तो फर्म पक्कै पनि तपाईहरुसँग होला हैन, अथवा स्क्रिनशट होला है। यो म तपाईहरुलाई साइडमा स्क्रिनशट पनि राखिदिने छु। DB 2026 सबमिसन कन्फर्मेसन यो के रे कन्फर्मेसन नम्बरको तपाईहरुले प्रिन्ट आउट पनि लिएर आउनु भएको होला, जहाँबाट तपाईले साइबरमा गएर भर्नु भएको थियो अथवा आफैले भर्नु भएको थियो। तपाईसँग स्क्रिनशट अथवा यो चाहिँ हुनै पर्छ। यहाँनिर हामीलाई कन्फर्मेसन नम्बर, इयर अफ बर्थ र डिजिटल सिग्नेचर चाहिँ हुन्छ। यदि तपाईको कन्फर्मेसन नम्बर चाहिँ छैन भनेदेखि हैन, हराएको छ थाहा छैन भनेदेखि त्यसलाई हामीले फरवर्ड पनि गर्न सकिन्छ। कसरी गर्ने भन्ने कुरा तपाईहरुलाई थाहा छैन भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। यसको बारेमा मैले अर्को भिडियो लिएर तपाईहरुलाई जानकारी गराउने छु। अब यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ कन्फर्मेसन नम्बर यहाँनिर आएको छ हैन, राख्नको लागि फिलअप गर्नको लागि। र अहिले यो 2025 भनेपछि यो 25 भनेर पहिलेको कन्फर्मेसन नम्बर राख्यो भने यसले एक्सेप्ट गर्छ। तर यहाँनिर कन्फर्मेसन नम्बरमा 2026 भनेर छ हैन। यो 2026 भनेर राख्यो भने यो कन्फर्मेसन नम्बर इनभ्यालिड भनेर आएको छ। किनभनेदेखि आज चेक गर्न चाहिँ मिल्छ DB लोटरी, तर आज कति बेलादेखि चेक गर्न मिल्छ भन्ने कुरा खुलेको छैन। त्यसले गर्दा चाहिँ हामीले 2026 को रिजल्ट अझै चेक गर्न मिलिरहेको छैन, इनभ्यालिड कन्फर्मेसन नम्बर भनेर आइराखेको छ। यही प्रक्रिया अनुसार जसरी अहिले चेक स्ट्याटसमा गएर हामीले हेर्यौं हैन, कन्फर्मेसन नम्बर राख्यौं, त्यसै गरी अब तपाईले केही समयपछि 1-2 घण्टा 3-4 घण्टा 5-6 घण्टा लाग्न सक्छ। केही समयपछि चाहिँ तपाईहरुले मजाले चेक गर्न मिल्छ।
अहिलेसम्म चाहिँ चेक गर्न मिलिरहेको छैन है त। त्यो इनभ्यालिडको ठाउँमा तपाईँले अघि जसरी आएको थियो सबै 2025 राख्दा जसरी आउँछ यसरी नै केही पनि आउँदैन होइन। यदि तपाईँको यो कन्फर्मेसन नम्बर छैन भने तपाईँ यहाँनिर फर्गट कन्फर्मेसन नम्बरमा गएर फर्गट पनि गर्न सक्नुहुन्छ। केही समयपछि यो हामीले चेक गर्न सक्छौँ र यहाँनिर लास्ट फ्यामिली नेममा तपाईँको नेमको लास्ट डिजिट जस्तो कि तपाईँ राम बहादुर कार्की हो भने कार्की मात्र राख्न सक्नुहुन्छ होइन। हरि खनाल हो भने खनाल मात्र राख्नु होला होइन। यसरी तपाईँको लास्ट नेम मात्र राख्नु होला र इयर अफ बर्थ तपाईँको अङ्ग्रेजीमा राख्नु होला। 2057 को होइन 2000 ठ्याक्कै 2000 हुन्छ 2000 साल तपाईँको एडी मा डेट अफ बर्थ यहाँनिर फिलअप गर्नुहोस् होइन तलतिरपट्टि र तपाईँले यहाँनिर क्याप्चा पनि फिलअप गर्नुपर्ने हुन्छ। अथेन्टिकेसन भनेको ठाउँमा क्याप्चा फिलअप गर्नुहोस् र सबमिट गर्नुहोस्। तपाईँ पढ्नुभयो भनेदेखि तपाईँको नेम डेट अफ बर्थ होइन पुरा नेम सबै कुरा सो गर्छ। परेको अवस्थामा कसरी सो गर्छ भन्नु पनि मैले यता साइडमा स्क्रिनसट राखिदिनेछु। यो हेरेर यसरी पर्दो रहेछ भन्ने कुरा तपाईँहरूलाई थाहा हुनेछ। यो भिडियोमा मैले तपाईँहरूलाई 2025मा चाहिँ डिबी लोटरी कसरी चेक गर्न सकिन्छ भनेर जानकारी गराएँ। आजको यो डिबी लोटरी चाहिँ तपाईँले केही समयपछि यसै गरी चेक गर्नुहोला। आई होप तपाईँहरूलाई चाहिँ डिबी लोटरी पर्नेछ होइन। हुन्छ भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथसाथै मन परेमा च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। धन्यवाद।